मैले चाहिँ कस्तो भयो भने नि अब म भुटानबाटै नै अलिक बिरामी हुन्थेँ। बिरामी हुँदै नेपालमा आयौँ। अनि नेपालमा आएपछि जहिले हाम्रो यो भटुको बाबु दौरीको बाबु गोइङले जहिले खेराङ भन्थे। हाम्रो चाहिँ खेराङ भन्छ है दाजु त्यो कुलको उयो गर्दा। हो त्यो खेराङ लगाए होइन। अनि खेराङ लगाए जहिले मेरो हात खुट्टाको गाँठो गाँठो सुनिन्थ्यो। अनि त्यसरी हुँदा त जहिले धामीहरूलाई देखायो, जहिले माइतीको देउता, जहिले देखायो माइतीको देउता, माइतीको देउता। अनि त्यतिकै अनि हामीलाई बडभिट्टा भएर चाहिँ अनि तल साउथमा सर्यौँ। अनि साउथमा सरेर अनि ज्वाइँसँग हाम्रो कुरा भयो, म चाहिँ यहाँ आँखा नछोड्ने होइन। अनि ज्वाइँ चाहिँ विश्वासी हुङ भन्ने ऊ चाहिँ नाम्चीमा काम गर्थ्यो न्युसन हाउसमा। आशा सर दया सर भन्नेसँग उहाँ चाहिँ काम गर्नुहुन्थेछ। अनि उहाँहरूले चाहिँ सुसमाचार सुनाउँथेछ। अनि सुसमाचार सुनाउँदा मलाई आएर विश्वासी हुँ भन्थ्यो। तर म चाहिँ नमान्ने, म चाहिँ उहिलेकै अब यो आँखै मान्ने। तर आफै नै पिन्ना रोगी चाहिँ आफै छु, तर पनि नमान्ने क्या। अनि त्यसरी हुँदा अनि ऊ छुट्टीमा आएर कुरा गर्यो, म चाहिँ विश्वासी नहुने भने। अनि मेरो तिनजना थियो, सानो केटी सानो दिन माइली छोरी चाहिँ सानै थियो। अनि ठुलो छोरी र छोरालाई राखेर 4 जना 5 जना बसेर हामीले अब भोट लगायौँ। अनि ठुलो छोरी र बाउ चाहिँ विश्वासी हुने। अनि छोरा र म र सानो नानी त अब ऊ त बोल्नु सक्दैन, छोरा र म चाहिँ यो आँखामै बस्ने भयो होइन। अनि त्यसरी भनेर उनीहरू चाहिँ अनि गयो नाम्ची, गयो उसकै ड्युटीमा गयो। अनि मेरो पालि अब आएपछि उहाँबाट काम गरेर आएपछि उसले चाहिँ अब एउटै भित्ता आधी बनाएर बस्ने भन्ने सल्लाहले चाहिँ ऊ गयो। अब मलाई पनि चाहियो होइन, खर्च त चाहियो। अब एउटा घर दुई भएकोपछि त हेराएर भएन नि त। विश्वासी भन्ने हेर्नै मन पर्थेन हौ दाजु, मलाई त साह्रो रिस उठ्थ्यो। साह्रो रिस उठ्थ्यो। अनि त्यसरी गर्दा त्यहाँदेखि अनि मैले पनि तल्लो घर गुरुङमा गएर 500 रुपियाँ पैसा मागेर लिएर चटपटे बेचेर म पनि त मेरो जीविका गर्नु पर्यो भनेर थालेको थिएँ। दुई दिन मात्रै चटपटे बिक्री गरेँ होइन दाजु। त्यहाँदेखि त एक्कासी टाउकोबाट झिनिनिनिनिनिनिन भएर गर्दा सट्टै खुट्टासम्म पुगेको थाहा छ। त्यहाँदेखि त के भयो त्यो फिङ्गर पकाइराखेको थिएँ, आगो थियो। तर त्योबाट चाहिँ म छुटकारा भएर खाटमा गएर लडेछु। अनि हाम्रो नानी माइली छोरी चाहिँ आएर चाहिँ मलाई भनेछ सेङमा भनेछ। म बोलिन रहेछु। अनि के भएछ भनेर यसरी हल्लाउनु त उहिले गइरहेको रहेछ दाजु म त। अनि गइरहेको रहेछु। अनि हतार माथिबाट नानालाई बोलाएर लिएर आउँदा त ल अब उहिले त त्यही त हो नि त, हिन्दूमा त जङ्गलीले भन्छ होइन, जङ्गलीले। अनि तल्लो घर बाँडे देवा थियो, बाँडे देवालाई बोलाएर लिएर अब जोखानाहरू हेर्नु लाउँदा जङ्गलीले बटारेको भनेर भनेछ। अनि तर हामीलाई नि परमेश्वरले दाजु जुनै मान्छे पनि जुटाउनु हुन्छ है। अनि एउटा पानी चौकीदार दाजु थियो, त्यो पानी चौकीदार दाजु आएछ, परमेश्वरले ल्याउनु भएछ होइन। अब ल्याउनै भएको हो नि त। अनि आएर चाहिँ भने अरे उहाँ दाजुले चाहिँ जस्तै जे भए तापनि सुई चाहिँ लाउनु नदिनु, तर पनि यसो चेकअपमा चाहिँ लानुपर्छ हस्पिटल भनेर लगेछ। अनि त्यो खोइ ब्ल्याङ्केटको झलङ्ग बनाएर लगेछ। अनि लाँदा त मेरो त प्रेसर त छैन, एउटै पनि 0। मरिसकिका आएको थिएछु हो दाजु म। अनि 5 मिनटमा एउटा सेलेन लगाएर त्यहाँदेखि भद्रपुर रेफर गर्दैछ होइन। अनि म पछाडि 7 दिनको दिनमा चाहिँ मेरो आँखा खुल्यो, होस पनि आयो। तर मुख छैन, मुख त पुरा बाँधिएको नि। मुख पनि बाँधिएको, दाहिने हात र दाहिने खुट्टा पनि नलाग्ने पो भएको रहेछ, प्यारलेस पो भएको रहेछ। अनि त्यहाँदेखि अनि ज्वाइँ पनि आयो। त्यति बेलै त्यो थाहा पाले खबर दिएछ यस्तो यस्तो भएको छ उसको घरमा भनेछ। र अनि आएछ 3 दिन पछाडि आयो। त्यहाँदेखि त घरमा आएर त दाजु म त सिक्वाबाट कहीँ चल्नु सक्थिनँ, केसहरू कोर्नु सक्थिनँ, मुखहरू धुन सक्थिनँ। अनि लु अब म त प्यारलेसै भएको हो, अब हात पनि लाग्दैन खुट्टा पनि लाग्दैन। तर त्यति बेलै नै फेरि मलाई चाहिँ हेडेर के भन्छ, त्यो के भन्छ हेडेर के भन्छ नि, हो त्यसले भेटेको भनेर चाहिँ मलाई 21 दिनमा हातको सुई लाउँथ्यो। त्यही लडेकै दिनदेखि चाहिँ त्यस्तो सुई लाउनु थाल्यो होइन। अनि सुई लाउँछ हो त्यसले भेटेको, अब हातको सुई लाउनु पर्छ भनेर कन्टिन्यू 21 दिनमा सुई लाउनु पर्थ्यो। अनि त्यतिकै साह्रै कमजोर भयो। अनि एकजना त्यहाँ छिमेकी आयो, हिन्दू नै थियो। अनि
उहाँले भन्यो मलाई चाहिँ देवी कहाँ भन्थ्यो, देवी कहाँ तिमीलाई हामी जस्तो भएर हिँड्नु मन छ कि छैन भनेर भन्यो। छ नि मन त भन्यो, मुख चाहिँ अलिअलि लाग्थ्यो। अनि छ नि मन त भनेको, त्यसो भने विश्वासी हौ तिमी, विश्वासी हुनु, विश्वासी भएपछि जाति हुन्छ भन्दै भन्यो। अनि त्यतिलाई चाहिँ मलाई सोमै आएको थिएछ हौ दाजु। अनि त्यतिलाई चाहिँ जाति हुन्छु भने त म पनि लाग्नु पऱ्यो क्या, तर जाति भए जसम्म लाग्छु, अब जाति भएपछि त फेरि त म यतै आउँछु भन्ने चाहिँ मेरो थियो होइन। अनि त्यही भएर अनि जोयरकै चर्चमा गएँ। अनि गएँ उसलाई नै जोयलाई नै मैले चाहिँ हाम्रै यस्तै एउटा भित्ता जोडिएको गुरुङ परिवार थियो उहाँ। जोय जोय मच्छा। अनि त्यो आसबहादुर त मरिसक्यो नि त अनि दाजु। अनि म कुरा ल्याउँदैछु त्यस्तो भयो होइन। त्यसरी भएर भएन। अनि उसले पनि पछाडि आएर विश्वासी हौ तिमी यतिकै कुजी हुने रहेछौ भन्दै भन्छ होइन। कुरा त त्यही डोरिएकै गर्छ। अनि ल न त हुन्छ नि त एक दुई दिनको लागि म लाग्छु भनेर लागि टोपले। तर मैले जुन दिन म लाग्छु भनेको थिएँ कि दाजु, त्यो दिनदेखि नै मेरो हात र खुट्टा चाहिँ धेरै नै हलुका हुनु थाले है। मेरो मनमा चाहिँ म विश्वासी हुन्छु अब भनेर सोच्नु बित्तिकै मेरो मुखहरू पनि निकै खुल्यो होइन, हात र खुट्टा पनि धेरै लाग्नु थाल्यो। अनि त्यसरी गर्दा गर्दै अनि गरनहरू गऱ्यौँ अलिक पछाडि। अनि गरनहरू गऱ्यौँ, त्यहाँदेखि नानालाई मेरो भूतात्मा गएछ है नानापट्टि। नाना त आउँछ रुन्छ, भित्र पस्दैन बाहिरबाटै रुन्छ त मरिस मरिस भन्दै भन्छ हौ। अनि डाँडा साइला काका, क्या हो डाँडा साइला काका? डाँडा साइला काकाले गरन गरेको हामीले बेलुका बेलुका यति बेलाकै टाइममा होला बिहानै सीमा पठाएछ घरमा। यो धर्मबाट निस्किन्छ भने निस्कोस् अरे, निस्क्यो भने सबै चलान गर्ने पैसा दिन्छ अरे काकाले, नभए होइन भने चाहिँ त काकाले चाहिँ भनी पठाएको सीमालाई खबर। अँ अनि त्यसरी भनी पठाएछ। अनि मैले भने म त हुँदैन नि सीमा, म त निस्किँदिनँ अब, म गरम गरेपछि त निकै राम्रो भएको छु। अनि मैले भने निनी ए सीमा त्यस्तो हामी होइन होलौँ, हामी बिग्रेको, अब त्यति बेला त बिग्रेको धर्म भन्थ्यो नि त दाजु, हो कि होइन, गाई खाने धर्म। त्यसो भन्थ्यो। अनि त्यति साह्रो त होइन होला र पनि म एक दिनको लागि लाग्छु, त्यहाँदेखि म अब बिस्तारो निस्किन्छु भनेर भनी पठाएँ। अनि सीमालाई चाहिँ मनाइ पठाएँ। त्यहाँदेखि गएँ क्या अब दौडीको भए गएँ। आम्मामामा सानो उफ्रिन्थ्यो उता, मर्यो मेरो भान्जी मर्यो 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 भन्दै भन्थ्यो, जहिले त्यसरी भन्थ्यो। अनि भन्दा भन्दै एक दुई दिन पछाडि त्यस्तै हामीले गरम गरेको 3-4 महिना पछाडि मन्दस करबारी मर्यो है मेरो ससुरा, मर्यो होइन। अनि मर्यो। अनि अनि त्यति बेला चाहिँ हाम्रो ऊ आसबहादुर के भन्नुहुन्छ, ज्वाइँ भन्नुहुन्छ कि के भन्नुहुन्छ, उसलाई चाहिँ पुरा छेक्की छेक्की देशुको बाबु पुसैहरूले छेक्की छेक्की भन्छ उनीहरूले सम्झान गर, तिम्रो बाबु मरिराखेको छ, तिम्रो परिवारमा यस्तो भएको छ, तिमी चाहिँ त्यो धर्ममा किन लाग्छौ, निस्को निस्को भन्दै छेकेको छ। मलाई पनि भन्छ। अनि मलाई त कहाँबाट उयो के अरे बोल्ने जवाब आएछ। ल हामी निस्किँदैनौँ, तर यो ससुराको लास हामीलाई दिनुहुन्छ भने हामी आफै नै गाड्छौँ, तपाईँहरूलाई के समस्या छैन, यो लास उठाउनुको लागि तपाईँहरूले यत्रो गरेको होला, तर हामीलाई जिम्मा दिनुहोस्, हामी जे गर्छौँ गर्छौँ भनेर भन्दा चाहिँ त्यहाँदेखि हतार न पात्र उठाएर लगेर दर्पण गर्यो। अनि दर्पण गरेपछि त्यहाँदेखि काम उनीहरूले यतामाथि 6 दिन गर्यो, हामीले तल 5 दिन हामीले सङ्गति राख्यौँ। अनि सङ्गति राखेर सक्यौँ। अनि त्यहाँदेखि फेरि छोरा चाहिँ बिरामी हुन थाल्यो, टाउकोमा ब्रेन ट्युमर भएर मरेको नि त। अनि ब्रेन ट्युमर भएर बितेको हो। अनि बिराम हुन्थ्यो, जहिले बिराम हुन्थ्यो दाजु। विश्वासी भएपछि त कसै 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 शाखा सन्तानले पनि हेरेन। अनि त्यतिकै 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 उहाँ पनि बित्यो। बितेको दिनमा त आमा मान्छे त के भनेको दाजु, विश्वासीहरू त जिउँदै उडेर जान्छ भन्थ्यो, खै उडेर गएको लास यहाँ लडिरहेको छ त भन्दै कति के भन्यो। तर पनि अब के गर्नु, अब आफू पनि अब त्यति नपरेको, 1 वर्ष मात्रै भएको छ हामीले पनि विश्वास गरेको, धेरै सटट आएको नि त। त्यहाँ बलिदान राई
बलिदान होइन, चेकपोस्टको थियो, चेकपोस्टको शेर्पा। अनि त्यस अनि त्यस्तो भएर मेरो गवाई त थुप्रो छ, तर मलाई हतार छ कि दाजु, एल्डर आउनुभएको छ, कोकचम्महरू दिनुपर्ने छ। सर्टकटमा भनेको दाजु मैले। अनि त्यस हाँ? ला हौ किन दाजु फेरि? मेरो गवाई त दाजु लामो छ, लामो छ, साह्रो छ। अनि त्यस्तो भएर परमेश्वरले चुन्नुभयो दाजु। संसारको आमा-बाउ छैन, तर पनि परमेश्वरले हामीलाई सबै आमा-बाउ त स्वर्गीयमा हुनुहुँदो रहेछ होइन। अहिले हामीले बुझ्यौँ उहाँको प्रेमलाई, हामीले अँगाल्नु सक्यौँ। उहाँको प्रेमले हामीलाई अहिलेसम्म जीवित राखेको छ दाजु। तपाईँको पनि कोही छैन, हाम्रो पनि कोही छैन। तर तपाईँ हाम्रो दाजु हुनुहुन्छ शरीरको लागि होइन, तर आत्माको लागि त परमेश्वर हुनुहुन्छ नि। तर शरीरको लागि पनि हाम्रो आफन्त मान्छे चाहिन्छ होइन, चाहिन्छ कि चाहिन्छ नि दाजु, हामीलाई शरीरको लागि पनि। तर को छ त अब फल्ना छ भनेर एउटा हामीले उयो लाउने, आदर गर्ने ठाउँ पनि हुन्छ। अनि दाजुसँग गर्नु पाएँ धेरै खुसी लाग्यो होइन दाजु। अब अँ, 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 हजुर हो नि दाजु। हो नि, हो, हो, त्यही त। हजुर दा। बिराम ज्वाइँ चाहिँ हिजोसम्म ज्वरो आउँदै थियो दाजु, रुगा मार्गीले होइन। अनि ऊ अनि साइँली छोरी पनि बिरामी थियो। आजदेखि चाहिँ अलिक राम्रो भएको छ। अनि अहिले अनि हाम्रो चेनपेन प्रार्थना आज चाहिँ हुन्छ दाजु होइन। साङ्ले प्रार्थना छ, चेनपेन प्रार्थना छ। अनि हाम्रै बेसमेन्टमा गर्छौँ। अनि त्यो भएर आज 5 बजेदेखिको अहिले 5 बजेसम्म थियो। अनि एल्डरनिहरू आइराखेको छ। अनि चम दिनु पर्यो भनेर यहाँ। अनि त्यो सर्ट गवाई, मेरो गवाई त थुप्रो छ दाजु, थुप्रो छ आम्माउ, के छ तर मैले सर्ट दाजुले भन्यो। प्रार्थना गरौँ न दाजु। हजुर हजुर ईश्वर धन्यवाद हो तपाईँलाई। आशीष हो, ईश्वर हो दाजु, हो, हो हामी, हो हामी कुरा गर्दा हो, हुनुहुन्छ हो, तपाईँ गर्नुभएको छ हो, तपाईँको लागि आत्मा तपाईँले एउटै जगत, एउटै स्थायी भएको छ प्रभु। धन्यवाद हो प्रभु तपाईँलाई। हालेलुया हो तपाईँ।
प्रभु प्रभु हालेलुया प्रभु तपाईँ हालेलुया प्रभु तपाईँ येशूको नामको कुरा हो आत्मा ए हो तपाईँ परमेश्वर सहायता मद्दत येशू येशू अबिसको झरी खटपट परमेश्वर आमेन। दाजु जय मसी। दाजु यता आउनु आउनु यसो समय